हाई एभ्रिवान वेलकम ब्याक टु माई एनदर मिनी ब्लग। आजको मेरो ब्लग चाहिँ देख्नु हुँदैछ होला। म दिउँसो चाहिँ एकछिन पसल बन्द गरेर कहाँ जाँदैछु भने चाहिँ आज चाहिँ हाम्रो फिकलमा चाहिँ अर्का साम्पाङ आउनु भएको थियो नि त। अनि म पनि एकछिन के छ त, कतिको क्रेज छ त, के कस्तो चल्दैछ त भनेर एकछिन दिदीलाई पनि जाउँ न जाउँ भन्दै जाँदैछु। अनि मेरो चाहिँ एकदम पोडकास्ट लिनुको लागि चाहिँ आजभोलि च्यालेन्ज गरेर जान्छु भनेर चाहिँ गएँ होइन, भिडियो पनि बनाउँछु भनेर। त्यहाँनिर गएपछि चाहिँ मैले चाहिँ सरलाई भेटाएँ, निरोध सरलाई। सरसँग चाहिँ मैले पोडकास्ट लिएँ, तर पनि थोरै पोडकास्ट भयो क्या। अनि खास चाहिँ बनाउनु नै अप्ठ्यारो लाग्यो क्या मलाई। त्यहाँदेखि आएर मेरो आफ्नै पसलको फोटोसुटहरू थियो, जुन चाहिँ कुर्ताहरू देख्न सक्नुहुन्छ। मेरो पसलमा चाहिँ नयाँ नयाँ कुर्ताहरू एभाइलेबल भएको छ नि त। त्यो भएर चाहिँ मलाई चाहिँ मेरो कुर्ताहरूको भिडियोहरू बनाउनु थियो, अनि मेरो पसलको फोटोसुटहरू पनि गर्नु थियो। अनि अलिकति बिजी थिएँ, अनि म चाहिँ एकछिन त्यहाँ बसेर फर्किहालेँ कि। अनि मेरो पसलमा चाहिँ मैले हिजो भर्खर सामानहरू हालेको, अनि सामान हाल्नेपछि चाहिँ एकदमै बिजी भइन्छ नि त। अनि त्यसपछि मेरो अर्डर पनि प्याक गर्नु थियो। यो चाहिँ हाम्रो ल्याम्प, क्युट ल्याम्प र ब्याग चाहिँ बहिनीले अर्डर गर्नुभएको थियो नि त बिहाको लागि भनेर। अनि अर्को अर्डर पनि थियो, हामीलाई दिदीले इलामबाट गर्नुभएको थियो, अनि दिदीको साथीको लागि। अनि दिदीलाई मैले यो भिडियोहरू बनाएर पठाइदिँदै थिएँ के एड गरिदिउँ भनेर। दिदीले चाहिँ आफ्नो बेस्ट फ्रेन्डको लागि कम्बो सेट बनाइमाग्नु भएको थियो नि त। अनि मैले त्यो पनि बनाएर रेडी गरिदिएँ। अनि एकदमै बिजी भइन्छ क्या, एकदमै बिजी भइन्छ, भन्नु मात्रै पसल जस्तै हुन्छ होइन। अनि यो मङ्गलसूत्रको चाहिँ मैले भिडियोहरू पनि बनाएर पोस्ट गरेको थियो अघि, मैले खुद लगाएर बनाएको थिएँ। अनि सुशान्तलाई चाहिँ अलिकति रमाइलो लागेन, राम्रो लागेन, किनभने मैले लगाएको मङ्गलसूत्र चाहिँ नबेच, तिमीले त्यो मङ्गलसूत्र लगाएर किन बेच्नै राखिहालेको भनेर, तिमी आफै लगाऊ भनेर उहाँले भनेर म चाहिँ त्यो मङ्गलसूत्र हत्तालिँदै खोज्दै थिएँ आज। अनि आजको मेरो मिनी ब्लग चाहिँ यस्तै भयो। बाई बाई।